सामान्य अर्थमा शासन गभर्नेन्स भन्नाले राज्यको शक्ति र स्रोतहरूको परिचालन गरी सार्वजनिक मामिलाहरूको व्यवस्थापन गर्ने प्रक्रियालाई बुझिन्छ। यो कुनै पनि देश वा संस्थालाई निर्देशित, नियन्त्रित र सञ्चालन गर्ने पद्धति हो। यसलाई थप प्रष्ट पार्न निम्न बुँदाहरू हेर्न सकिन्छ। शक्ति र अधिकारको प्रयोग, राज्यको ढुकुटी, प्राकृतिक स्रोत र कानुनी शक्तिको प्रयोग गरेर नागरिकका आवश्यकताहरू पूरा गर्ने कार्य नै शासन हो। निर्णय प्रक्रिया, समाजका साझा समस्याहरू समाधान गर्न कसरी निर्णय गरिन्छ र ती निर्णयहरूलाई कसरी लागू गरिन्छ भन्ने समग्र प्रक्रिया यसमा समेटिन्छ। सरोकारवालाहरूको सहभागिता, आधुनिक सन्दर्भमा शासन भनेको सरकारले मात्र गर्ने काम होइन, यसमा निजी क्षेत्र, नागरिक समाज र गैर-सरकारी संस्थाहरूको पनि साझेदारी रहन्छ। नियम र कानूनको पालना, समाजमा शान्ति, सुव्यवस्था र न्याय कायम गर्न बनाइएका नियमहरूको कार्यान्वयन गर्नु शासनको प्रमुख धर्म हो। शासनका मुख्य आधारहरू, पिलर्स अफ गभर्नेन्स। शासन प्रभावकारी हुनका लागि केही तत्त्वहरू आवश्यक पर्दछन्। तत्त्व: विवरण, सहभागिता, निर्णय प्रक्रियामा जनताको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता। कानुनी राज्य, सबै व्यक्ति र निकाय कानूनको अधीनमा रहनु। पारदर्शिता, सरकारी निर्णय र कामकारबाही खुला र स्पष्ट हुनु। उत्तरदायित्व, सार्वजनिक पदमा रहेका व्यक्तिहरू आफ्नो कामप्रति जनताप्रति जवाफदेही हुनु। छोटकरीमा, शासन भनेको राज्य सञ्चालनको कला र विधि हो जसको अन्तिम लक्ष्य नागरिकको हित र कल्याण गर्नुहुन्छ। के तपाईँ सुशासन, गुड गभर्नेन्सका विशेषताहरू वा